हस् अनि हामी सुरु गरौँ 8:30 भयो हैन अनि सर्वप्रथम आज हाम्रो फेब्रुअरी 3 2022 बिहीबारको दिन देखि अनि हामी पहिलेदेखि एक दुई जना साथीहरूले नेपालीबाट एक दुई शब्द भन्नु भए राम्रो हुन्थ्यो भन्ने धेरैचोटि मलाई उहाँहरूले केही जिज्ञासा दिनुभएको थियो तर पनि पहिलो सालदेखि भन्नुभएको थियो यता गर उता गर अनि उहाँहरूको मैले केही मद्दत गर्न सकेन अनि अस्ति मेरो एकदमै मिल्ने साथी सानैदेखि मेरो एउटै कक्षा भनौँ एउटै गाउँ यहाँ अहिले मेरो साथी साउन्दर्जे अब दाइ भनौँ कि भाइ भनौँ यसो हेर्दा म भाइ जस्तो तर पनि म आफै दाइ भने पनि हुन्छ जस्तो लाग्छ अनि उहाँसँग कुरा गरेर यताउता नेपालीबाट के लेख्नु पर्ने हो सबै उहाँसँग कुरा गरेर आजदेखि हामी 8 हप्ताको एभ्री थर्सडे बिहीबारको दिन एक घण्टा नेपालीबाट हाम्रो यो मन भनौँ दिमागलाई कसो गरी प्रशिक्षण हैन प्रशिक्षण दिने हैन यसको बारेमा हामी डिस्कस गर्नेको एउटा टाइम निकालेको छु हाम्रो मनलाई कन्ट्रोल भनौँ प्रशिक्षण भन्ने धेरै पाठहरू छ बुद्धको हैन त्यस मध्येमा एउटा एकदमै बोधिचित्त माइन्डमा अभ्यास गर्ने हाम्रो गिसिलाङ्ग्री थाङ्बा उहाँ एउटा बोधिसत्व हो उहाँले दिएको एकदम छोटो शब्द अनि धेरै अर्थ अनि एउटा दिमागलाई प्रशिक्षण दिने 8 शब्द भन्छ 8 वर्सेस ट्रेनिङ अफ माइन्ड भन्छ हैन टिबेटनबाट हामीले लोजोङ छिगेमा भन्छ एक गऱ्यो भने एकदमै यो हाई प्र्याक्टिस हो हैन एउटा अभ्यास हो तर पनि हामीले त्यो हाई लेभलमा नलिएर हैन अलि तल्लो लेभलमा लिएर अनि हामीले दिनको काम गर्ने टाइममा हामीले कसो गरी अभ्यास गर्ने कसो गरी पालन गर्ने त्यही टाइपमा जानु सक्यो भने हाम्रो एउटा मनलाई बिस्तारै बिस्तारै अनि शान्तिको बाटोमा लानु सक्छ भन्ने आशा लिएर म तपाईहरुको अगाडि एक दुई शब्द भन्न आएको छु हैन मेरो नेपाली यति राम्रो छैन त्यसकारण मैले मेरो साथी साउन्दर्जेलाई मैले रिक्वेस्ट गरेर यदि मेरो नेपाली पुगेन भने अनि उहाँले मद्दत गरिदिनु उहाँलाई भनेको छु त्यसकारणले अनि यहाँ पाल्नु हुने सबैजना यदि तपाईहरु मैले केही शब्द प्रयोग गर्नु गल्ती गरेमा तपाईहरुले यस्तो हो यस्तो भनिदियो भने अनि हाम्रो एक आफन्त भित्र आफ्नो एउटा शिक्षा भनौं कि एउटा नलेज भनौं हैन एक हप्ता भित्र हामीले शेयर गर्यो भने हाम्रो यही हाम्रो एउटा धर्मको फल भन्ने यही एउटा सेवा हुन्छ त्यसकारणले यो भन्न चाहन्छु हामी यो पाठ सुरु नगर्दै अनि हामी 1 मिनेट जति एउटा बुद्धको शरणमा गएर हैन एउटा सानो तपस्या भनौं कि मेडिटेसन हैन अति लिउँ जस्तो लाग्यो हैन सबैजना त्यसमा ध्यान दिनु होला सर्वप्रथम तपाईहरु सबैजना एउटा सजिलो ठाउँमा बस्नुस् हैन आफ्नो जिउलाई एकदम सजिलोसँग राख्दिनुस् जहाँ बस्यो भने खाटमा बस्यो भने
एउटा चेयरमा बस्यो भने अनि भुइँमा बस्यो भने जहाँ बस्यो भने फरक छैन हैन। सबैजनाले अहिले हामी आफू कहाँ छ त्यो सोच्ने हैन। जिउ आफ्नो शरीर चाहिँ घरमा छ तर पनि हाम्रो बाँदर जस्तो मन चाहिँ बाहिर छ कि भित्र छ त्यो सोच्ने। यदि मन चाहिँ बाहिर छ, जिउ चाहिँ घरभित्र छ भने त्यो मनलाई बिस्तारै घरभित्र ल्याउनेको कोसिस गर्नुहोस्। त्यो मनले के सोच्दैछ त्यो आफैलाई थाहा हुन्छ हैन। सकारात्मक सोच्छ कि नकारात्मक सोच्छ हैन, पोजिटिभ नेगेटिभ के सोच्छ त्यसमा तपाईँ आफू-आफूले त्यसमा यो चेक गर्नुहोस्। यदि नकारात्मक या नेगेटिभ सोच्छ भने के कुन किसिमको त्यो नेगेटिभ रहेछ सोच्ने हैन। त्यसले फाइदा गर्दो रहेछ कि बेफाइदा गर्दो रहेछ त्यो सोच्ने। यदि बेफाइदा गर्छ भने त्यसलाई वास्तै नगर्ने। नेगेटिभ मनले कहिले पनि फाइदा गर्दैन। त्यसलाई बिस्तारै बिर्सेर हैन पोजिटिभ सकारात्मकतिर लाने प्रयास गर्नुहोस्। यदि आफू बसेको ठाउँमा मन पनि त्यहीँ आएको छ भने अनि आफ्नो अगाडि भएको मूर्ति भयो भने थङ्गा भयो भने त्यो छैन भने अहिले मैले यहाँ तपाईँहरूलाई सेयर गरेको एउटा गौतम बुद्धको एउटा मूर्ति एउटा आँखाको अगाडि झलक्क सोच्नुहोस्। गौतम बुद्ध चाहिँ हामीले अब बुद्धिस्ट भयो भने नन बुद्धिस्ट भयो भने यसमा केही फरक छैन हैन। हामीले मेन चाहिँ उहाँलाई एउटा वैज्ञानिकको रूपमा हेर्न सक्यो भने राम्रो हुन्छ। संसारमा वैज्ञानिक धेरै छ तर पनि मनको वैज्ञानिक चाहिँ गौतम बुद्ध जस्तो कोही पनि छैन। जिउको वैज्ञानिक संसारमा धेरै छ। त्यस कारणले म आजदेखि जुन वैज्ञानिक संसारमा एउटा चलिरहेको गौतम बुद्ध भन्ने उहाँले दिएको शिक्षाहरूमा केही एक दुई शब्द सिकेर मेरो मनलाई शान्ति राख्छु भन्ने एउटा भावना लिनुहोस्। धन्यवाद। अनि म तपाईँहरूलाई एउटा त्यो एउटा छोटो एउटा शब्द सेयर गर्न चाहन्छु। यदि नेपाली जान्ने छ भने
तपाईहरुले यो नेपालीबाट सँगै पढिदिनुस् हैन यो टिबेटनबाट के भन्छ भने दिक्पचिया मिछासिङ गेवा फेसुम छोपर्चे राङ्गी सेम्नी योंसो दुल दिने संगीत तेम्बाई यो टिबेटनको वर्ड पढ्यो भने यो नेपालीबाट पढ्यो भने कुनै पनि खराब काम नगर्नुहोस् सदृढ पूर्ण रूपमा अभ्यास गर्नुहोस् आफ्नो दिमागलाई पूर्ण रूपमा नियन्त्रण गर्नुहोस् यो बुद्धको शिक्षा हो भन्छ हैन यदि तपाईहरु त्यो नसोच्नु होला हैन यो बुद्धले गरेछ यदि हामी यो सिक्यो भने हामी बुद्धिस्ट बन्छ भने त्यो नसोच्नुस् हैन यदि यहाँ भित्र आफ्नो धार्मिक एउटा हिन्दू गर्ने भयो भने हैन क्रिश्चियन गर्ने भयो भने मुस्लिम गर्ने भयो भने यसमा केही फरक छैन यो जुन बुद्धले दिएको चार शब्द चाहिँ यो पढ्यो भने बुद्ध हुनुपर्ने भनेको हैन यो हाम्रो दिनको व्यवहारको लागि उहाँले यो शिक्षा दिएको कुनै पनि खराब काम नगर्नुस् भन्ने चाहिँ के हो भने यो बुद्धको यो गरे भने बुद्धिस्ट हुनुपर्ने छैन संसारले भन्छ हैन खराब काम नगर भन्छ हैन गौतम बुद्धले 2500 पहिले यो शिक्षा दिइसकेको छ यो हामीले एउटा सोच्नुपर्छ हैन खराब काम गर्यो भने के हुन्छ हामीलाई खराब व्यवहार गर्यो भने खराबै फल मिल्छ भन्ने कारण त्यही हो हैन यदि हामीले घोरेनमा या हाम्रो बारीमा खुर्सानी रोप्यो भने पिरो आउँछ खुर्सानी रोपेर गुल्यो कहिले पनि आउँदैन हैन त्यो सोच्नुपर्छ हामीले दोस्रोमा सदृढ पूर्ण रूपमा अभ्यास गर्नुहोस् हैन टिबेटनबाट के भन्छ भने गेवा फेसुम छोपर्चे भन्छ हैन सदृढ पूर्ण रूपमा अभ्यास गर्नुहोस् हामीले जे गर्छ धर्म राम्रोसँग पालन गर्नुहोस् भन्छ हैन त्यसको पहिलेको शब्द र पहिलेको लाइन र दोस्रो लाइनको मेन अर्थ चाहिँ के हो भने आफ्नो दिमागलाई पूर्ण रूपमा नियन्त्रण गर्नुहोस् भन्ने हैन पुण्य कमाउने भयो भने पूर्ण रूपमा अभ्यास गर्ने भयो भने नराम्रो काम गर्ने भयो भने सबैले केले गर्छ भने दिमागले गरिरहन्छ दिमाग चलेन भने हाम्रो जिउ चल्दैन हैन त्यसकारणले तेस्रो शब्दमा गौतम बुद्धले के भनेको छ भने आफ्नो दिमागलाई पूर्ण रूपमा नियन्त्रण गर्नुहोस् राङ्गी सेम्नी योंसुदु tame your mind this is a Buddhist teaching भन्छ हैन त्यसकारणले हामीले सक्यो भने यो चारवटा हैन यो शब्द चाहिँ दिनमा हामीले एउटा गाडी चलाउने भयो भने काममा जाने भयो भने बच्चा हेर्ने भयो होटलमा काम जहाँ काम गर्ने भने त्यो चाहिँ हामीले दिनमा एउटा दिमागमा राखेर सोच्नु सक्यो भने हामीले 8 घण्टा काम गर्छ भने 3 घण्टा चान्सुन 5 घण्टा नराम्रो सोच्यो भने 3 घण्टा हामीले राम्रो सोच्नु जसरी पनि सक्छ किनभने हामीले एउटा दिमागलाई रिमाइन्डर गर्ने दिमागलाई सच्याउने एउटा बुद्धको एउटा शिक्षा भएको कारणले हामीले बुद्धको ब्लेसिङ त्यहाँबाट मिल्नुपर्छ होइन भने बुद्धको स्ट्याचुले ब्लेसिङ केही पनि पाउँदैन हामीले ब्लेसिङ पाउने भने चाहिँ बुद्धको एउटा शिक्षाले ब्लेसिङ पाउने हो हैन हामीले बुद्धको दर्शन पाएको छैन बुद्धको हो भने हामीले स्ट्याचुले देखाउँछ मूर्तिले देखाउँछ तर मेन संसारको वैज्ञानिकहरूले के खोजिरहेछ भने बुद्धको शिक्षालाई कसरी हामीले सिक्ने भन्नेमा गइरहेछ बुद्धको मूर्ति चाहिँ सुनको मूर्ति रहेछ कि अनि फलामको मूर्ति रहेछ कि के मूर्ति रहेछ भन्ने उहाँले खोज्दैन उहाँको शिक्षालाई खोजिरहेको छ त्यसकारणले संसारको वैज्ञानिकहरू शिक्षा भएको हैन पढाइ भएकोहरूले जेले पनि के गर्छ बुद्धिस्टको एउटा फिलोसफी चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ भने संसारले उ बुद्धिस्ट होइन तर पनि बुद्धिस्टको शिक्षालाई एकदम पालन गर्नु खोजिरहेछ सिक्ने कोसिस गरिरहेछ त्यसकारण हामीले यो चार शब्द चाहिँ दिमागमा राखेर हामीले त्यो गर्नु सक्यो भने अनि आफूलाई फाइदा त भइहाल्छ अर्कोलाई पनि फाइदा हुन्छ आफ्नो परिवारलाई फाइदा हुन्छ एउटा खुसीको परिवार हैन हामीले जहिले पनि भन्छ ह्यापी फ्यामिली भन्छ नि हैन खुसीको परिवार हुन्छ साथी भाइ धेरै हुन्छ हैन जहाँ गयो भने एउटा खुसीसँग जानु सक्छ के मान्छेले जे भन्नुस् हैन त्यसमा त्यो वास्तै राख्दैन जे गरे आफैले थाहा हुन्छ नि हैन
त्यसकारणले हामीले कुनै पनि खराब काम नगर्नुहोस्, सद्गुण पूर्ण रूपमा अभ्यास गर्नुहोस्, आफ्नो दिमागलाई पूर्ण रूपमा निरन्तर गर्नुहोस्। यो बुद्धको शिक्षा हो भने चाहिँ एकदमै महत्त्वपूर्ण हो। यो मैले लेखेको होइन, जुन बुद्ध आफैले लेखेको चाहिँ मैले नेपालीमा यता ट्रान्सलेट गर्नु लगाएको हो। त्यो तपाईँहरूले एउटा नोटमा राख्न सक्यो भने राम्रो हुन्छ। त्यहाँबाट अब अघि मैले भने नि हाम्रो एउटा गौतम बुद्ध भन्ने चाहिँ होइन, हामीले गौतम बुद्ध भन्छ होइन, म त्यो नभन्दै एक दुसो भन्न चाहन्छु होइन। अहिले पहिले के थियो थाहा छैन होइन, अहिले हाम्रो नेपालमा हाम्रो गौतम बुद्ध चाहिँ कहिले काहीँ फेरि पोलिटिकतिर लानु खोज्छ कि, त्यो हाम्रो एकदम गल्ती हो होइन। गौतम बुद्ध भन्ने चाहिँ हामीले के भन्छ, आफ्नो जुन आफूले सोचेको चाहिँ होइन गर्नु नसक्यो भने अनि धर्म चाहिँ पोलिटिकतिर लानु खोज्छ, त्यो गर्यो भने एकदमै नराम्रो हो। एक हो। एउटा के हो भने कहिलेकाहीँ हामीले भन्छ जुन गौतम बुद्धले दिएको शिक्षा चाहिँ पालन गर्दैन हामीले। गौतम बुद्धले के उपदेश दिएको छ, के गर के नगर भनेको छ होइन। अघि 4 शब्दमा भनेको जस्तो हो, यो खराब काम नगर, राम्रो काम गर, आफ्नो दिमागलाई राम्रोसँग स्वतन्त्र राख भनेको छ होइन। त्यो गौतम बुद्धको लागि होइन नि, हाम्रै लागि भनेको नि होइन। उहाँ त ज्ञान प्राप्त गरिसक्यो, 2500 पहिले उहाँले ज्ञान प्राप्त गरिसक्यो। तर पनि उहाँ एकजनाले मात्रै आफ्नो मनको शान्तिको लागि मात्रै नभएर संसारको पशुपन्छी, संसारको मानिसहरू सबैजनालाई म जस्तो एउटा ज्ञान प्राप्त भयो भने संसारमा शान्ति हुन्छ, सबैजनालाई राम्रो हुन्छ सोचेर उहाँले त्यो भन्नुभयो। त्यसकारणले हामी नेपालमा जन्मिनु भयो भने, संसारमा जहाँ जन्मिनु भयो भने हामीले गौतम बुद्ध नेपालमा जन्मेको हो, गौतम बुद्ध नेपालमा जन्मेको हो, त्यसमा केही डाउट छैन हो। तर पनि उहाँ जन्मेर हामीलाई के उपदेश दिएको छ, उहाँले के ज्ञान प्राप्त गरेको छ, उहाँबाट हामीले के सिक्नु पर्छ, त्यो हामीले धेरै ध्यान दिनुपर्ने चाहिँ एकदम महत्त्वपूर्ण हो जस्तो लाग्छ होइन। त्यो नभएर गौतम बुद्ध नेपालमा जन्मेको हो, एयरपोर्टतिर गौतम बुद्ध मूर्ति राख्यो, अनि घरतिर गौतम बुद्ध, त्यहाँ गार्डनतिर गौतम बुद्ध मूर्ति राख्यो, अनि काम चाहिँ जब उल्टो मात्रै गरेर बस्यो भने, यदि गौतम बुद्ध कुरा गर्ने हो भने गौतम बुद्ध हाँस्छ, ए मेरो अगाडि तिमी के गरेछ भन्छ, साँच्ची भन्छ। त्यसकारणले हामीले गौतम बुद्ध नेपालमा जन्मेको हो, हामीले के गर्नुपर्छ, गौतम बुद्ध नेपालमा जन्मेको जुन जन्मस्थलको मान्छेहरूले गौतम बुद्धको शिक्षालाई हामीले संसारमा फैलाउन सक्यो भने अनि हामी एकदम प्राउडसँग अनि गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर हामीले अरूले भन्नु सक्छ। त्यस्तो होइन भने काम चाहिँ उल्टो गर्छ, गौतम बुद्धले नगर भनेको चाहिँ गर्छ, अनि गौतम बुद्धको मूर्ति चाहिँ घरमा राख्यो भने केही फाइदा छैन। त्यस्तो हो भने गरेको नगरेको राम्रो, त्यो हो। त्यसकारणले अब त्यो एउटा मैले त्यो सानो एउटा टपिक लिएको मात्रै होइन। अब गौतम बुद्ध भन्ने चाहिँ के हो, हामीले गौतम बुद्ध भन्छ होइन, बुद्ध भन्ने चाहिँ के हो होइन, यो बुद्ध चाहिँ कहाँबाट प्राप्त गरे। बुद्ध भन्ने चाहिँ एउटा किनभने धर्म होइन, एउटा धर्म भनिन्छ होइन, जसले बुद्धि प्राप्त गर्छ होइन, जुन बुद्धि ट्रीबाट उहाँले ज्ञान प्राप्त गरे नि होइन, त्यस कारणले उहाँलाई बुद्ध भनेर जनाएको मात्रै हो। हामीले उता बोधगयातिर गयो भने एउटा बोधि ट्री भन्छ नि होइन, टिबेटनबाट के भन्छ भने छाङचुप जुनसिङ भन्छ, छाङचुप जुनसिङ, जहाँ उहाँले 6 वर्ष तपस्या गरेर होइन उहाँले एउटा बुद्धको ज्ञान प्राप्त गरेको एउटा विस्टम, बुद्ध भनेको चाहिँ विस्टम होइन, विस्टम प्राप्त गर्ने मान्छेलाई बुद्ध भनिन्छ। जुन विस्टमलाई हामीले बुद्धि भनिन्छ होइन। हामी नेपालीबाट कहिले कहाँ मेरो छोरालाई त बुद्धि छैन भन्छ नि होइन, मेरो छोरीलाई बुद्धि छैन भन्छ, कसैले के भन्छ दिमाग छैन भन्छ होइन।
दिमाग भन्यो भने बुद्धि छैन भने उहाँ जे भन्यो भने शब्द फरक हो तर पनि के भन्नु खोजिरहेछ भने यो उहाँलाई एउटा विस्टम छैन भनेको हैन बुद्धि भन्ने चाहिँ के हो विस्टम विस्टमले धेरै छ बुद्धिले धेरै छ सानो ठुलो धेरै यो तल तलको स्टेप स्टेपको बुद्धि छ तर पनि गौतम बुद्धले जुन प्राप्त गरेको बुद्धि चाहिँ के हो भने एम्प्टीनेस विस्टम शून्यता विस्टम भन्छ हैन त्यो माथि उहाँले बोधिचित्त माइन्ड यो दुईटा सँगै प्राप्त गरेको हुनाले उहाँलाई अनि गौतम बुद्ध भनेर चिनाइरहेको जुन बुद्धि प्राप्त गरेको अनुसारले गौतम बुद्ध भनेको हैन त्यो हामीले अब जान्ने धेरै छ तर पनि अहिले मैले तपाईहरुलाई जस्ट यो रिमाइन्डर गर्यो मात्रै हो त्यो तपाईहरुले सोच्नुस् हैन अनि आजको हाम्रो मेन महत्त्वपूर्ण सब्जेक्ट हाम्रो अभ्यास सब्जेक्टले के भन्छ साउन्द्र विषय आजको मेन विषय चाहिँ के हो भने अनि दिमागलाई कसो गरी हामीले त्यो गर्ने एकछिन पक्नुस् है आजको विषय चाहिँ हाम्रो म तपाईहरुलाई यहाँ देखाउँछु हैन हजुर तपाईहरु देख्न सक्दै रहेछ देखिन्छ हजुर आजको मेन विषय चाहिँ अस्ति मैले अनाउन्स गरेको अनुसार हाम्रो दिमागलाई प्रशिक्षण दिने 8 पदहरु भन्ने यो 8 वर्सेस ट्रेनिङ अफ माइन्ड टिबेटनबाट के भन्छ लोजोङ छिगेमा भन्छ हैन लोजोङ भन्ने चाहिँ दिमागलाई प्रशिक्षण भनेको हैन छिगेमा भनेको चाहिँ यस्तो लाइन गरेको हैन लाइन गरेको 8 वटा भएको अनुसारले छिगेमा भने गे भन्ने चाहिँ 8 भनेको हैन हो त्यो अब टिबेटनहरु पढ्नेहरु जानिहाल्छ हैन मैले अब तपाईहरु पढ्नु नआउनेहरुलाई पनि म एकखेप पढाइदिए भने केही न केही एउटा हामीले एउटा धर्मको कस्तो भने भर्चुअस पुण्य कमाउने भएकोले म एकखेप यहाँ तपाईहरुलाई पढिदिन्छु हैन धानी सिमजेन थम्जेला इसी नोर्बो लेलाबे थेन्जो दुबे सम्बाई ताउतु चेबर जिम्बर्स्यो यो टिबेटनको टिबेटनबाट पढ्यो भने यस्तो गरी पढ्छ हैन अब तल नेपालीबाट तपाईहरुलाई सबैजनालाई थाहा छ हैन दिमागले प्रशिक्षण दिने 8 पदहरु यो जुन लेख्ने चाहिँ को हो भने अघि भने चाहिँ गिसिलाङरी थाङफा भन्छ हैन उहाँ चाहिँ एउटा बोधिचित्त मन प्राप्त गर्ने एउटा बोधिसत्व हो हैन गिसिलाङरी थापा भन्छ हैन अब जुन माथि हामीले टिबेटनबाट पढेको चाहिँ नेपालीमा यता हामीले ट्रान्सलेट गर्यो भने ट्रान्सलेटरले के भन्छ सौन्दर्य अनुवाद गर्यो भने सबै भावुक प्राणीहरूको विचार गरेर इच्छा पूरा गर्ने रत्न भन्दा पनि बहुमूल्य सर्वोच्च लक्ष्य पूरा गर्नको लागि म तिनीहरूलाई सधैँ प्रिय राख्छु यो सोच्यो भने एकदम सजिलो जस्तो छ हैन हामीले तर पनि जुन पाठ भयो भने हामीले जे काम भयो भने भन्नु चाहिँ सजिलो छ हैन तर पनि जुन टाइममा अभ्यास गर्ने टाइममा एकदमै गाह्रो हुन्छ त्यो हामी सबैजनालाई थाहा छ अभ्यास गर्ने टाइममा गाह्रो हुन्छ तर पनि गाह्रो छ भनेर राख्यो भने कहिले पनि सजिलो हुँदैन हामीले यदि अभ्यास गरी राख्यो भने बिस्तारै अनि त्यो अप्ठ्यारो अभ्यास चाहिँ अप्ठ्यारो काम चाहिँ बिस्तारै सजिलो हुन्छ भन्छ जुन बोधिसत्व हैन
शान्तिदेव भन्छ हैन ग्यासेसियोवाला हैन शान्तिदेवले के भनेको छ भने यति अभ्यास गरेर सजिलो नहुनेको काम केही पनि छैन भनेर उहाँले भनिसकेको छ अभ्यास गरेर सजिलो नहुने काम एउटा पनि छैन भनेर उहाँले भनिसकेको छ त्यसकारणले हामीले एकदम अप्ठ्यारो रहेछ मैले यो त मैले अभ्यास गर्नै सक्दैन भनेर हामीले आफू पछाडि नसर्ने के अगाडि सर्ने एक दुई शब्द भन्ने मैले जानेर छाड्छु भन्ने हामीले एउटा मनलाई एउटा अगाडि बढायो भने केही न केही जानिरहन्छ हैन त्यसकारणले तपाईहरु सबैजनाले यो टिबेटन जानेहरु टिबेटनबाट सिक्नुहोस् नेपाली जान्नेहरु नेपालीबाट सिक्नुहोस् अनि त इंग्लिश पनि छ इंग्लिशबाट यदि टिबेटन र नेपालीबाट यदि सफा नभएको क्लियर नभएको बुझ्न नसकियो छ भने तपाईहरु फेरि इंग्लिशबाट यहाँबाट तपाईहरु पढे पनि हुन्छ हैन त्यो हो अब यो जुन अहिले सबै भावुक प्राणीहरुको विचार गरेर इच्छा पूरा गर्ने रत्न भन्दा पनि बहुमूल्य सर्वोच्च लक्ष्य पूर्ण गर्नको लागि म तिनीहरुलाई सधैं प्रिय राख्छु भन्ने कारण चाहिँ के हो भने हामीले छोटो छोटकरीमा भन्यो भने हैन संसारमा हैन रत्न पाए भने हैन यो जीवनको लागि हामीले दुःख गर्नु पर्दैन भन्छ हैन टिबेटनबाट हिसिगुन निर्भु भन्छ हैन हिसिन भने चाहिँ आफ्नो मनले जे सोच्छ त्यही हुन्छ भने यो जीवनमा रत्न पाए भने हैन अब अहिले भन्यो भने त डायमन्ड जस्तो हैन डायमन्ड पायो भने त अब के बिलियनर भन्छ नि हैन बिलियनर भयो भने काम गर्नु पर्दैन हैन राम्रो राम्रो घर किन्यो राम्रो राम्रो गाडी किन्यो हैन राम्रो राम्रो ठाउँमा घुम्यो हैन राम्रो राम्रो खाना खायो जे पनि गर्नु सक्छ हैन मान्छेहरु $50 को एउटा रुममा बस्छ भने आफूलाई जुन यो रत्न जीवल छ भने हामीले हजारौं 2000 3000 5000 पर्ने डलरको रूपमा हामीले बस्नु सक्छ तर पनि जुन त्यो रत्न चाहिँ यही जीवनको लागि मात्रै हो भने यही जीवनको लागि मात्रै हामी सबैजनालाई थाहा छ हैन हामी काम गर्छ हैन बिहानदेखि बेलुकासम्म काम गर्छ केही न केही पैसा कमाउँछु भन्छ हैन घर किन्छु गाडी किन्छु भन्छ हैन अनि जग्गा किन्छु भन्छ केही व्यापार गर्छु भन्छ त्यो सबै बिहानदेखि बेलुकासम्म अहिलेसम्म जे दुःख गरे यही जीवनको लागि मात्रै हो त्यसकारणले रत्न जीवल भन्ने चाहिँ यही जीवनको लागि चाहिँ हामीले जे पनि गर्नु सक्छ तर पनि पछिल्लो जीवनको लागि रत्न भन्दा पनि हाम्रो भावुक प्राणीहरु एकदमै महत्त्वपूर्ण हो भन्छ एकदमै महत्त्वपूर्ण हामीले जहिले पनि उहाँहरुको भरोसा परिरहेको छ भन्छ हैन भरोसा पर्नेमा दुई थरीको एउटा भरोसा हुन्छ हैन अस्थायी र अनि स्थायी हैन टेम्पोरेरी एन्ड पर्मानेन्ट हैन अस्थायी भन्ने चाहिँ टेम्पोरेरी हैन सौन्दर्य हजुर अस्थायी हामी जे काम गरे पनि हैन बिहानदेखि बेलुकासम्म हामीले सोच्यो भने नसोच्यो भने त जे पनि म आफैले गरेको कोले पनि साथी गरेन भन्ने सोच्छ तर पनि हामीले बिहानदेखि बेलुकातिर बिस्तारै सोच्यो भने यदि प्राणीहरु छैन भने मानसिकहरु छैन भने हैन हामीले त्यो काम गर्नै सक्दैन हाम्रो दिनको काम महिनाको काम हप्ताको काम वर्षको काम हैन सबै केमा भर परेको छ भने हाम्रो प्राणीहरुसँग मानिससँग भर परिरहेछ आफू एउटैले केही पनि गर्न सक्दैन एउटा छोटकरीमा भन्यो भने हामी पाउने देखि मर्नेसम्म सबै मान्छेसँग भर परिरहेछ आफू पाउने टाइममा आमा छैन भने आफू मरिहाल्छ हैन आमा छैन भने 9 महिनासम्म अनि कोखमा बस्न सक्दैन हैन आमा छैन भने जन्म दिएर मात्रै हुँदैन अनि स्याहार्ने चाहियो खाना दिने चाहियो हैन बिमारी भयो भने मान्छेलाई
गुहार्नु पर्दैछ, डाक्टर चाहिँदो रहेछ हैन। यदि बराबरी भयो भने मान्छेले गुहार्नु पर्दो रहेछ हैन, साथी गर्दै भन्नुपर्छ। मर्यो भने त मान्छेले गुहार्नै पर्छ। होइन भने के गर्छ, ओ त्यो मान्छे मरेर यसको लास त त्यहीँ बस्यो भनेर फेरि हल्ला गर्छ नि। त्यस कारणले हामीले आफ्नो एउटा एकदमै के भन्छ महत्त्वपूर्ण एउटा जीवनले सोच्यो भने जन्म दिएकोदेखि मर्नेसम्म सबै हामी अरूसँग भर परिरहेको छ। अरू छैन भने हामी त्यहीँ मरिरहन्छ। त्यो हामीले यो के भनौँ स्थायी रूपमा हामीले अर्को भर पर्ने चाहिँ त्यो तपाईहरु सोच्नुस् हैन। अब त्यहाँबाट अर्को स्थायी रूपमा हामीले कसरी भर पर्छ भन्ने चाहिँ हैन, हामी गाडी किन्छ हैन, घर किन्छ, हामी होटलतिर जान्छ हैन, हामी एक ठाउँबाट एक ठाउँमा हामीले ट्राभललाई के भन्छ, यात्रा गर्छ हैन। खुट्टाले गयो भने पुग्दै पुग्दैन। अरू छोड्नुस्, हामी नेपालबाट इन्डियाबाट अमेरिका आउने टाइममा खुट्टाले आयो भने त्यो जुन खुट्टा आउने बाटोहरू मान्छेले बनाएको, त्यो मान्छेले बाटो नबनायो भने हामी त्यहाँबाट आउनै सक्दैन। त्यो बाटो बनाउनेमा हामीले चिन्छ भने चिन्दैन नि। गाडीमा आयो भने जुन गाडी चलाउने मान्छे हामीले चिन्छ भने चिन्दैन। जुन गाडी चलाउने मान्छे छैन भने हामी आउनै सक्दैन। यदि एयरप्लेनबाट फ्लाइटबाट आएको हो भने जुन फ्लाइट चलाउने मान्छे हामीले चिन्दैन हैन, तर पनि हामी उसलाई भर परिरहेको छ, उहाँलाई गुहारी बस्छ, ओ यसले राम्रो चलाउँछ कि नराम्रो चलाउँछ हामी डर गरी बस्छ हैन। जुन एयरप्लेनमा आउने टाइममा हामी एयरपोर्ट जान्छ, जो एयरपोर्ट बनाउने मान्छे को हो भने हामीलाई कसैलाई थाहा छैन हैन। त्यहाँनिर कफी सप हुन्छ, खाना खाने हुन्छ, सबै त्यो सबै एउटा मानिसले बनाएको हो। त्यो मान्छेहरूले चिन्छ भने चिन्दैन, तर पनि हामी उहाँहरूलाई भर परिरहेको छ। भर नपरे उहाँहरूको भर छैन भने हामी त्यो काम गर्नै सक्दैन, हामीले सोचेको पूर्ण हुनै सक्दैन। त्यस कारणले हाम्रो बुद्धले के भनेको छ भने जे पनि इन्टरडिपेन्डेन्ट हो भन्छ, एक आपसभित्र भर परिरहेको छ भन्छ। त्यो हामीले सोच्नु सक्यो भने एउटा वैज्ञानिकहरूसँग हामीले छलफल गर्दाखेरि डिस्कस गर्दाखेरि एकदमै महत्त्वपूर्ण हो। वैज्ञानिकहरू जहिले पनि त्यो सोचिरहन्छ, तर पनि जो हामी बुद्धिस्ट हो, हामी एउटा गौतम बुद्धको चेला हो भन्ने हामीले त्यो सोच्दैन। जे गरे मैले गरेको हो भन्छ, तिमी नभए पनि मैले गरिहाल्छ नि भन्छ हैन। यो अस्थायी रूपमा हामीले सोच्यो भने हामी अर्कोको भर नपरे हामी खान पनि पाउँदैन, अर्कोको भर नपरे हामी बस्नु पनि मिल्दैन। हामी सबैजना अहिले घरमा बसिरहेको छ हैन, त्यो घर चाहिँ कसले बनाएको भने थाहै छैन, तर पनि तपाईहरुले सोच्छ होला घर पैसा दिएन त्यही कारणले हामी बसेर, हामीले पैसा दियो तर पनि घर छैन भने पैसाले बस्नु पाउँदैन नि हैन। त्यो हामीले सोच्नुपर्छ कि। तर पनि अनि हामी मात्रै अर्कोहरूलाई भर परेको हो, उहाँ अर्कोहरू हामी भर परेको होइन भने त्यो पनि होइन, उनीहरू पनि हामीलाई भर परिरहेको छ। घर बनाएर अपार्टमेन्ट बनाएर हामी बसेन भने उसको अपार्टमेन्ट के फाइदै छैन हैन। हामीलाई पैसा छ, उहाँहरूले अपार्टमेन्ट नबनायो भने हामी घर कहाँ बस्ने, घर कसरी किन्ने। त्यस कारणले व्यापार गर्ने मान्छे भयो भने, अनि रेस्टुरेन्ट चलाउने मान्छे भयो भने, गाडी चलाउने मान्छे भयो भने, व्यवहार जे गरे पनि हैन, एक आफन्तभित्र म भर पर्नु पर्छ भन्ने चाहिँ हामीले दिमागमा राख्यो भने, अनि जुन अहिले बोधिसत्व गिसिलाङ्ग्रे थापाले भनेको चाहिँ सबैजनालाई हामीले जहिले पनि यो एक आफन्तभित्र भर परेको अनुसारले अनि हामीलाई दिमागलाई एकदम खुलासा राख्छ भन्छ। होइन भने हाम्रो दिमागलाई एकदमै नेरो माइन्ड, एकदमै कसरी भन्नु, अब आफैलाई यो टर्चर दिने जस्तो गरिरहेको छ। हामीले जति हाम्रो दिमागलाई खुलासा राख्यो त्यति हाम्रो जिउलाई पनि त्यति शान्ति मिल्छ। म जहिले पनि भन्छु हैन,
हामी जहाँ गयो पनि, एउटा बिहेमा गयो पनि, एउटा बच्चाको बर्थडेमा गयो पनि, एउटा घुम्नु गयो पनि, अनि आफ्नो परिवारसँग खाना खान गयो पनि हैन, जहाँ गयो पनि हामी लुगा राम्रो लगाउँछ, फेसियलहरू गर्छ, अनि चटक्क परेर हैन टाईहरू लगायो भने 50 मजदुरलाई जिग्गमा चटक्क पर्छ हैन आफ्नो लुगा ठिक भयो भएन, मैले लगाएको लुगा चाहिँ मलाई ठिकै सुहाउँछ सुहाउँदैन हेरिरहेको छ, तर पनि मेरो मन स्वच्छ छैन, मेरो मनले के सोचिरहेको छ हामीले चेकै गर्दैन। त्यस कारणले हामीले एउटा जिउको शान्ति र हैन मनको शान्ति दुईटै चाहिन्छ, तर पनि जिउको शान्ति चाहिँ यही जीवनको लागि मात्रै हो, यही जीवनको लागि मात्रै। हाम्रो मनको शान्ति चाहिँ हैन, मेरो यहाँ कुहिलेर एक दुईजना चिन्ने एउटा छ, उनीहरूले के भन्छ, पहिलेतिर 1970 को पहिले हैन, यहाँ यो अमेरिकातिर सबैजना एउटा मनको शान्ति चाहिन्छ भनेर उनीहरूलाई थाहै छैन भन्छ। सबैजना खुसी चाहिन्छ हैन, खुसीसँग बस्नुको एउटा मन छ हैन, तर पनि खुसी भन्ने चाहिँ कसो गरेर ल्याउनु उनीहरूलाई थाहै छैन भन्छ। त्यस कारणले उनीहरू खुसीसँग राख्नुको लागि के गर्छ भने अनि बिहान जिम गर्छ, खानाहरू कम्ती गर्छ हैन, स्वास्थ्य चाहिँ एकदमै स्वास्थ्य शरीर चाहिँ एकदम कस्तो भन्छ, हेल्थीले के भन्छ, स्वास्थ्य राख्ने, आफ्नो स्वास्थ्य शरीर चाहिँ स्वस्थ राख्नु खोज्छ, तर पनि मनलाई स्वस्थ राख्नु खोज्दै उनीहरूलाई थाहै छैन। मनलाई स्वस्थ राख्ने चाहिँ मेन फिलोसफी चाहिँ गौतम बुद्ध भन्दा अरू कोही दिए छैन। फेरि त्यसो होइन कि म एउटा बुद्धिस्ट भएको कारणले, एउटा म गौतम बुद्धको फलोवर भन्ने कारणले मैले त्यो कुरा गरेको होइन। एउटा बुद्धिस्ट नहुने मान्छेहरूले त्यो भन्छ, मनको स्वास्थ्य राख्ने, मनको शान्ति राख्ने, मनको खुसी राख्नुलाई बुद्धिस्टको गौतम बुद्धको फिलोसफी जस्तो अर्को कहीँ पनि छैन भन्छ। म भन्दा पनि तपाईँहरूलाई धेरै थाहा छ हैन, म त यहाँ आएर धेरै भएको पनि छैन हैन, अनि इङ्ग्लिस पनि आउँदैन हैन, यस्तो हेर्दाखेरि म फेरि तपाईँहरू भन्दा मैले धेरै यो रिलिजन्सहरू धेरै भेटिसक्यो होला। मैले हिन्दू भेट्यो, मुस्लिम भेट्यो, अनि ज्युसहरू भेट्यो, सबैजना म कुरा गर्छु, कहिलेकाहीँ डिस्कस पनि गर्छु हैन। म एउटा लामा लुगा लगायो मान्छेले, ए आर यु बुद्ध भन्छ हैन, म बुद्ध होइन भन्छ हैन, म बुद्ध भनेको प्रयास गर्ने मान्छे हो भन्छ हैन, म एउटा बुद्धिस्ट हो भन्छ, आइ एम अ बुद्धिस्ट फलोवर भन्छ कि। अनि उनीहरूले एउटा लुगाको अनुसारले ओ यो केही न केही फरक मान्छे रहेछ, योसँग के कुरा गर्छु भनेर जहिले पनि कुरा गर्नु उनीहरूले प्रयास गरिरहन्छ। टाइम छ भने उनीहरूसँग म डिस्कस गर्छु हैन। जुन एउटा मन एउटा पोजिटिभको ठाउँमा बस्ने मान्छेहरूले उनीहरूले भन्दो रहेछ हैन, म एउटा क्रिस्चियन मान्छे हो, तर पनि हाम्रो क्रिस्चियनमा गौतम बुद्धले जस्तो शिक्षा उपदेश दिने हाम्रोमा छैन भन्छ हैन। हाम्रो रिलिजनमा जुन गडले भने त्यही हो भन्ने मात्रै हो, यसमा त्यो एउटा रिजन खोजेर हैन, हो कि होइन सोच्ने ठाउँै छैन भन्छ। भन्यो भने यसमा उनीहरूलाई चोइसै छैन। हाम्रोमा चोइस छ। गौतम बुद्धले मैले भनेको जसो गरी तिमीहरू मान्नुपर्छ भनेको छैन। म एउटा बुद्धि प्राप्त गर्ने, ज्ञान प्राप्त, बुद्धको ज्ञान प्राप्त गर्ने एउटा मान्छे हो, तर पनि म एउटा बुद्ध हो भनेर मैले भनेको तिमीहरू सुन्नु पर्दैन, हो कि होइन तपाईहरुले सोच भनिरहेछ। यो भन्ने चाहिँ संसारमा रिलिजनमा कोही पनि छैन, गौतम बुद्ध एउटाले भनेछ। त्यस कारणले वैज्ञानिकहरूले के सोच्छ, बाहिरको यो व्यवहारहरूको लागि धेरै सोचिरहन्छ, हो कि होइन भनेर धेरै सोचिरहन्छ नि। ठिकै गौतम बुद्धले जे भनेको त ठिकै मिलिरहेको छ। अर्को रिलिजन धार्मिकहरूमा हैन सोच्ने एउटा क्वेशन गर्ने चाहिँ छँदै छैन। त्यस कारणले फेरि त्यो तपाईहरु त्यो नसोच्नु होला हैन, ओ अर्को धार्मिकहरूलाई खसाल्दै रहेछ, हाम्रो आफूको बुद्धिस्ट धर्मलाई उचाल्दै रहेछ, त्यो नसोच्नुस् हैन।
त्यो मैले भनेको होइन। त्यस कारणले हामीले एउटा स्वास्थ्य राख्नुको लागि होइन, जिउको स्वास्थ्य मात्रै नगरे होइन, मेन चाहिँ मनको स्वास्थ्य लिनु चाहिँ एकदमै महत्त्वपूर्ण हो। मनको स्वास्थ्य, मनको शान्ति छ भने जिउ थाक्यो भने होइन, जिउलाई दुख बिमार नआउने रहेछ। किनभने हाम्रो एउटा स्वास्थ्य शरीर, हाम्रो जिउ चाहिँ अनि मनमा भर परेको छ। बडी इज डिपेन्ड अन माइन्ड होइन, मन चाहिँ जिउमा भर परेको छैन। यदि मन जिउमा भर परेको हो भने हामी जिउ मर्यो भने मन मर्छ, अनि हामीले धर्म गरे केही फाइदै भएन। अर्को रिलिजनहरूले के भन्छ भने, अर्को धार्मिकहरूले मन चाहिँ जिउमा भर परेको छ, त्यस कारणले जिउ हुनेसम्म हामीले इन्जोय गर, मरिसकेपछि केही पनि छैन भन्छ। त्यो हो उनीहरूको अनुसार, उनीहरूले सोचेको अनुसार मन जिउमा भर परेको हुनाले अनि जिउ छैन भने मन छैन भन्छ। तर धार्मिकहरूले त्यो होइन, जिउ चाहिँ मनमा भर परेको, जिउ मनमा भर परेको हो भने मन स्वास्थ्य राख, मन शान्ति राख, जिउ शान्ति हुन्छ भन्छ। त्यस कारणले मनले शान्ति राख्नु होइन, मनको शान्ति राख्नुको लागि हामीले संसारमा आफू एकजना हो होइन। कति बज्यो टाइम पनि हेर्नु पर्यो मेरो, तपाईँहरू थाक्ला। एक घन्टाभन्दा पनि बढी भएछ। म अब 1-2 मिनट भन्छु होइन, त्यहाँबाट हामी केही प्रश्न छ भने हामी कुरा गरौँ होइन। त्यस कारणले हामीले किन यो रत्न भन्दा पनि हामीले प्राणीहरूलाई, मानिसहरूलाई एकदमै हामीले प्रिय गर्नुपर्ने कारण के हो भने सबै खानादेखि बस्ने जे गरे पनि अनि दया माया दान गर्ने सबै प्राणीबाट आउँछ। प्राणी छैन भने दान कसरी गर्ने, माया कसरी गर्ने, प्रिय कसरी गर्ने? हामीले इङ्ग्लिसबाट लभ एन्ड कम्प्यासन भन्छ नि, माया र करुणा कसरी गर्ने? आफू बेला म माया गर्छु, आफू बेला गरेर हुँदैन नि, म आफू बेला करुणा हो भनेर हुँदैन नि। करुणा दया माया भन्ने चाहिँ अरूलाई हेरेर हामीले दया माया गर्ने हो। त्यस कारणले आफूभन्दा पनि अरूलाई एकदम प्रिय गर भन्ने कारण त्यही हो। आफूभन्दा अरूलाई प्रिय गरे भने यो पछिल्लो जन्मको कुरा होइन, यही जन्ममा सबैजनाले आफूलाई माया गर्छ, सबैजनाले आफूलाई एकदम मान्छे राम्रो रहेछ भन्छ नि होइन। त्यस कारणले आफूभन्दा अरू प्राणीहरूलाई अनि प्रिय राख होइन, प्रिय राख, रिस्पेक्ट गर होइन, मान गर। मान गरेमा हामी सानो हुँदैन, मान नगरेमा हामी ठुलो हुँदैन नि। आफ्नो नलेज, आफ्नो शिक्षा आफूमै छ होइन, आफ्नो कुरा आफूमै हुन्छ होइन। हामीले अरूलाई मान गर्यो भने सबैजनाले खुसी गर्दो रहेछ नि, यो मान्छे एकदम राम्रो छ, आउनु बस न चिया खाउन भन्छ नि होइन। मान नगर रिस गर्ने मान्छेहरूलाई के गर्छ, जाउँ यो मान्छेसँग कुरा गर्यो भने त डर छ है, जाउँ भन्छ, सबैजना फर्केर जान्छ नि। त्यस कारणले हामीले जति आफूभन्दा ठुलोलाई रिस्पेक्ट गर्यो, आफूलाई त्यति धर्म त भइरहन्छ। सबैजनाले एकदम त्यो गर्छ, माया गर्छ नि होइन। अनि आफूभन्दा सानोलाई दया गर्यो भने सानो जम्मै आफूलाई साथी हुन्छ नि होइन। संसारमा बस्नुपर्छ, यही छरछिमेकीमा बस्नुपर्छ, सबैजना खुसी भयो भने राम्रो हो नि। किन रिसाएर बस्ने, किन झै झगडा गर्ने? मर्नुपर्छ होइन, मर्नु पर्नेमा झै झगडा गरी रिसाइरहेछ मर्नुपर्ने आफूलाई यो हो नि। के भनौँ, अब टिबेटन वर्ड धोक्यौँ भन्छ, यो धोक्यौँलाई के भन्छ खोइ? शास्ति। के भन्नुभयो? आफूलाई शास्ति दिने, आफूलाई शास्ति दिने होइन। मर्नु नपर्ने हो भने त झै झगडा गरे जसको पावर छ होइन, त्यो जित्छ नि होइन। हामी सबैजना मर्नुपर्छ, मर्नु नपर्ने कोही पनि छैन। गौतम बुद्ध उहाँ बुद्धि प्राप्त गर्ने, एउटा इन्लाइटमेन्ट गर्ने भने उहाँ पनि कुशीनगरमा उहाँ निर्वाण हुनुभयो नि। गौतम बुद्धको पछि आउनेहरू ठुल्ठुलो बोधिसत्वहरू सबैजना अहिले एउटा नाम मात्रै बसिरहेको छ होइन। हामी जस्तो त मर्नै पर्छ नि।
आमाको कोखबाट जन्म हुनेदेखि आमाको कोखमा हामी जब आमाको कोखमा बस्यो त्यही दिनदेखि हामी मर्ने सुरु भइसकेको छ, तर पनि कहिले मर्छ हामीलाई थाहा छैन। त्यस कारणले हामी एउटा मान्छेको रूप लिएको छ होइन, सोच्नु सक्छ होइन, सोचेको चाहिँ एउटा सकारात्मक पोजिटिभतिर सोचेको पर्यो भने हामीले केही न केही गर्नु सक्छ। त्यस कारणले परम पूज्य दलाई लामाज्यूले के भन्नुहुन्छ भने गौतम बुद्धको फिलोसफी चाहिँ होइन, हामीले संसारलाई शान्ति दिनेको एकदमै कन्डिसन राम्रो छ भन्छ, अवसर राम्रो छ भन्छ। अर्को धर्महरूले फिलोसफीले संसारमा शान्ति फैलाउने अवसर छैन भन्छ। वैज्ञानिकहरूले त्यही भनिरहेछ। त्यसकारणले संसारको वैज्ञानिक ठुल्ठुलो प्रोफेसर सबैजनाले दलाई लामाबाट केही न केही शिक्षा लिनुको लागि दिन दिन महिना महिनाबाट उहाँहरूलाई एउटा लाइफबाट उहाँहरूले शिक्षा लिइरहेको छ। तर पनि हामीहरू के गर्छ भने हामी बुद्धिस्ट हो भन्छ, हातमा माला लियो त्यही हो, हातमा चाहिँ माला छ होइन, मनमा चाहिँ कालो कालो बसिरहेको छ। त्यस कारणले म तपाईँहरूले के भन्नु चाहन्छु भने मैले भन्नु त तपाईँहरूले भनेको, तर पनि भन्नुपर्ने म पनि त्यही भित्र छ होइन। हातमा माला लिन्छ, लामाको लुगा लगाएको छ होइन, मेरो मनले के सोचिरहेछ म आफैलाई थाहा छ, तपाईँहरूको मनमा के छ तपाईँहरूलाई थाहा छ। मेरो मनमा नराम्रो सोचेर सौन्दर्य साथीले घिसिटासी एकदम राम्रो हो भन्यो भने म आफैलाई थाहा छैन म नराम्रो सोचिरहेछ, सौन्दर्य साथीले मलाई राम्रो भनेर के फाइदा होइन। मैले यति राम्रो गरेको छ, अर्कोले मलाई नराम्रो भन्यो मलाई केही पनि छैन, म आफैलाई थाहा छैन होइन, राम्रो या नराम्रो काम गर्यो म आफैलाई थाहा छ। त्यसमा मान्छेले राम्रो भनेर राम्रो हुने र होइन, नराम्रो भनेर नराम्रो हुने छैन। आफ्नो विटनेस आफै गर भनेको छ बुद्धले, आफ्नो विटनेस आफै गर। त्यसमा त्यो के भन्छ पश्चाताप होइन, रिग्रेटलाई पश्चाताप भन्छ होइन, हो पश्चाताप लिनुपर्ने कारण छैन भन्छ। अनि हामी मर्ने टाइममा अनि त्यसमा पश्चाताप छैन, जे गर्यो मैले स्वच्छ मनले गरेँ होइन, त्यसमा मलाई केही प्रभाव छैन होइन, प्रभाव छैन भन्छ। त्यस कारणले हाम्रो दिनदिनको व्यवहार गर्ने टाइममा होइन, कहिलेकाहीँ हामी एक्सिडेन्ट गरेर नराम्रो काम गर्छ होइन, नराम्रो व्यवहार गर्छ होइन, बेलुका नसुत्दै आज मैले के गर्यो, बिहानदेखि पोजिटिभ सकारात्मक नकारात्मक दुइटामा हामीले के गर्यो, यो व्यवहारले मलाई के फाइदा गरेन, यो फाइदाले मलाई जिन्दगीभरि फाइदा हुन्छ कि हुँदैन, पछिल्लो जन्ममा जिन्दगीभरि फाइदा भयो भने पछिल्लो जन्ममा मलाई फाइदा हुन्छ कि हुँदैन। हामीले त्यो सोचेर नराम्रो काम गरेको छ भने त्यसलाई पश्चाताप गरेर अनि गौतम बुद्धको मन्त्र एउटा मनमा लिएर भोलिदेखि म संसारको पशु पन्छी प्राणीहरू सबैजनालाई दया माया गर्छु, म भोलिदेखि नराम्रो काम गर्दैन भनेर एउटा सोचेर सुत्यो भने त्यो जुन निन्द्राहरू जम्मै पुण्य कमाउने निन्द्रा हो त्यो भनेर मेरो यो जुन मैले अलिअलि जानेको नेपालीबाट भनेको चाहिँ अब तपाईँहरूलाई केही मद्दत पुग्छ कि पुग्दैन होइन, मद्दत नपुगेको छ भने अनि तपाईँहरूले मलाई माफ गर्नु, मद्दत पुगेछ भने अनि पछिल्लो हप्तामै हामी भेटौँला। अनि हामी 10-15 मिनट हामी क्वेसन आन्सर प्रश्न र उत्तरको लागि टाइम राख्ने होइन। यदि तपाईँहरू क्वेसन केही छ भने तपाईँहरू भन्नुहोस्। अब यहाँ जुममा सिधै उपस्थित हुनेहरूले त यहाँ भन्नु सक्छ, यदि जुममा नआएर होइन, यदि यहाँ यो लाइनमा हुनेहरूले यदि तपाईँहरू नेपालीबाट लेख्यो भने म नेपाली पढ्नु आउँछ मलाई, अनि मैले बुझ्ने कोसिस गर्छु। तपाईँहरूलाई के प्रश्नहरू छ? तपाईँले डाइरेक्ट सोध्नु सक्नु भएन भने यहाँ च्याट पनि छ, च्याटमा लेख्न सक्नुहुन्छ। हजुर हो, च्याटमा लेख्यो भने हजुर छैन अहिले त मलाई चाहिँ छैन है, एकदम मन पर्यो तपाईँ धन्यवाद तपाईँको फेस देख्नु नसक्नु रहेछ, अब आज मिङमा रहेछ, ट्रेसी दिदीले आज यहाँ आउनु भएकोमा खुसी लाग्यो। सबैजनालाई। अनि अर्को हाम्रो धर्म साथीहरूले केही प्रश्न छ कि? प्रश्न यही अभ्यासमा हुनुपर्ने छैन, यसमै एउटा कनेक्सन हुनुपर्ने केही पनि छैन। तपाईँहरूको जे मनमा डाउट छ होइन त्यही सोध्नुहोस् होइन। फेरि तपाईँहरू घरको व्यवहारको डाउट चाहिँ मलाई नसोच्नु है, मलाई त्यो थाहा छैन, तपाईँ घरभित्र के भइरहेछ मलाई थाहा छैन।
तपाईहरुले के प्रश्न छ अहिले गोजन भाइ तपाई के सोध्नु छ भने तपाई त्यो यो म्युटमा छ जस्तो लाग्यो अनम्युट गर्नुस् न तपाई म्युटमा रहेछ तपाईको त्यो आवाज चाहिँ बाहिर निकाल्दिनुस् अनि तपाईको आवाज चाहिँ तपाई आवाज खोल्यो त्यसले अलि ढिलो भयो हजुर के पनि छैन तपाईहरु काम गरेर ढिलो त भइहाल्छ यहाँ तपाईहरु उपस्थित भएको एकदमै त्यो खुसी हो हैन ल सर त्यसै तपाईलाई धेरै धन्यवाद हजुरलाई धन्यवाद के हैन अब हामीले जे यसमा आजको अभ्यासमा यो छलफल गरेको थिए नि हैन त्यहाँबाट के तपाईहरु एक दुई शब्द जसो गरे पनि आफ्नो दिमागमा राख्ने कोसिस त्यही गरे पनि धन्यवाद त्यही हो अब हैन यसमा तपाईहरु सिके एक दुई शब्द भन्नुस् तपाईले जति दिनुभयो त्यो हामीलाई ठुलो कुरा हो धन्यवाद त्यसको लागि अब यसमा केही प्रश्न छैन जस्तो छ हैन छैन भने हामी राख्छ हैन फेरि तपाईहरु भोलि काममा जानुपर्छ हैन हजुर हुन्छ ल सर अनि पछिल्लो हप्ता फेरि हजुर अनि पछिल्लो हप्ता फेरि बिहिबार म 8:15 हैन अनि त्यतिमा भेटौँला अनि हामी डेडिकेट गरौँ हामीले जुन अहिले 1 घण्टा तपाईहरु टाइम निकालेर हैन यहाँ उपस्थित भइदियो हामीले केही न केही पुण्य कमाएको छ हैन जे काम गरेर गरेको छ भने हामीले जसो डेडिकेट गर्नै पर्छ हैन नगरे अनि हामीले रिस राग भन्ने हामीलाई एकदमै छिटो आइरहन्छ हैन रिसले हाम्रो जुन पुण्य कमाएको चाहिँ सर्वनाश गर्छ एउटा अभ्यासको लागि हैन सानो एउटा आगोले हैन ठुलठुलो घर खतम गर्दै रहेछ नि हैन त्यसकारण हामीले एउटा सानो रिसले हाम्रो जुन हामीले कमाएको पुण्य चाहिँ बर्बाद गर्छ त्यसकारणले हामीले एउटा मानिपेमे भन्यो भने एउटा ढोक गर्यो भने एउटा पानी चढायो भने एउटा फूल चढायो भने एउटा फलफूल मान्छेले एउटा राम्रो व्यवहारसँग कुरा गरेर उ खुसी भयो भने एउटा हामीले पुण्य कमाउँछ त्यो पुण्य चाहिँ हामीले जसो गर्यो भने बुद्ध ब्याङ्कमा डिपोजिट गर्नुपर्छ बुद्ध ब्याङ्कमा डिपोजिट नगर्यो भने अनि त्यो पुण्य चाहिँ हराउँछ हैन किनभने हामीले काम गरेर चेक पायो भने के गर्नुपर्छ साइन गरेर ब्याङ्कमा हाल्नुपर्छ पर्दैन ब्याङ्कमा नहालेर त्यहाँ एक्सेप्टै गर्दैन नि हाल्यो भने त्यसै साइन नगरेर हाल्यो भने एक्सेप्टै गर्दैन त्यसकारणले आफूको जुन ब्याङ्क आफ्नो नाममा छ हैन त्यो ब्याङ्कमा चेक हाल्दाखेरि आफूले साइन नगरे त्यो ब्याङ्कले एक्सेप्ट गर्दैन त्यही जस्तो हो जुन आफूले कमाएको पुण्य चाहिँ हैन आफूले वहाँ डेडिकेट गर्नुपर्छ त्यो नगरे अनि हाम्रो त्यो जुन हामीले कमाएको पुण्य चाहिँ सर्वनाश हुन्छ त्यो तपाईहरुले जसरी सोच्नुस् त्यो पुण्य चाहिँ डेडिकेट गर्ने पनि 3 तरिकाको छ हैन त्यो मैले पछि भन्छु अहिले तपाईहरुले के सोच्नुपर्छ भने मैले आज जुन कमाएको पुण्य चाहिँ संसारको प्राणीहरू सुख र शान्ति हुनेको अनि अवसरमा जाओस् भन्ने हैन त्यसको लागि म बुद्धको ज्ञान प्राप्त गर्नुको लागि मैले यो अवसर यो पुण्य कमाउँदै छु त्यो पुण्य चाहिँ अनि बुद्धको ज्ञान प्राप्त गर्नेको अनि अवसरमा जाओस् भनेर सोच्नुस् अनि तपाईहरु हामी बुद्धको ज्ञान प्राप्त नगरेसम्म त्यो पुण्य चाहिँ ती फिक्स डिपोजिट हो फिक्स डिपोजिट 10 वर्ष राख्यो भने 50 वर्ष राख्यो भने हैन ज्ञान प्राप्त गर्नुलाई 100 वर्ष लाग्यो भने तपाईहरु त्यो फिक्स डिपोजिट कोले पनि चलाउन पाउँदैन हो त्यो अब म यहाँ 4 शब्द भन्छु हैन अनि तपाईहरुले त्यसमा फलो गर्नु हैन अनि पछिल्लो हप्तामा त्यो डेडिकेट गर्ने चाहिँ म नेपाली र इंग्लिश दुईटैमै यता खोजेर तपाईहरुसँगै त्यो गर्ने कोसिस गर्छु Jambe Pao Chedara Kemba, Kundo Sambo Tenya Tishin, Teda Quinji, Jeso Dalo, Jin, Gawa Dida, Tamje Rabdo, Tisum Shekbe Gawa, Tamje, Mowa Kanla, Choto Ngaba, Dashin Gave, Zawa, Diquin, Sambo, Chichi Rabdo, Ngowara,
선남대 탐제 식바니 고바 톱네 경기 다도 가다 나다 치베 랍투 세베 솔레 조와라 쇼 लसो सबैजनालाई धेरै धेरै धन्यवाद कोही एकदमै टाढो अहिले बहिनी मिङमा बहिनी एकदमै टाढो जस्तो लागेछ मलाई हैन तर एकदमै राम्रो यो साउथमा पर्छ हाम्रो साउथ कोरिया साउथपट्टि पर्छ न साउथ अमेरिका एकदमै टाढो हो अनि तपाईहरु 1 घण्टा आधा टाइम निकालेर यहाँ उपस्थित एकदमै धेरै धेरै धन्यवाद हैन अनि हामीले धेरै पुण्य कमाए अनि पछिल्लो हप्ता पनि यसै गरी हामी सबै भेटघाट होस् भन्ने गुनासो हैन गुनासो है के हो आशा राख्छु आशा राख्छु धन्यवाद अनि शुभरात्रि धेरै धेरै धन्यवाद गेसे दा अनि यहाँ पाउनुभएको सबैजनालाई नमस्कार अनि मैले लागेको चाहिँ हामी सबैलाई चाहिने एकदमै इम्पोर्टेन्ट ज्ञान रहेछ त्यसकारण यो ज्ञान चाहिँ सबैले पाउन् भन्ने सोचौँ र सबैजनालाई इन्फर्म गरिदिनुहोस् तपाईँहरूले जानकारी दिनु साथीहरूलाई पनि हैन स्पेशली गजन भाइ हामी यहाँ के भन्छ उबर चलाउने साथीभाइहरूलाई धेरैजनालाई एकदमै टेन्सन छ यो एकदमै चाहिन्छ यो माइन्डलाई कसरी कन्ट्रोल गर्ने भन्ने त्यसकारण उहाँहरू सबैजना भनिदिनु होला नेक्स्ट विकको लागि है स्पेशली उबर चलाउनेहरूलाई अहिले भन्नु सक्यो भने तर पनि मेरो यो टिचिङमा आउने भन्ने कुरा होइन है उबर चलाउनेहरू चाहिँ एकदमै त्यो दिमागलाई एकदम फ्रस्ट्रेट एकदमै त्यो टर्चर आफूले दिइरहँदो रहेछ कि मैले यस्तो हेर्दाखेरि त्यसकारण दिनभरि काम गर्यो भने बेलुका खाना नखाँदै हामी 1-2 शब्द डिस्कस गरेर सोध्नु पायो भने पनि हैन यो जन्ममा हामीले उबर चलाएर पैसा कमायो पछिल्लो जन्ममा एउटा पुण्य लगेर जानु पाउँछ नि हो कि हैन त्यसकारणले हाम्रो अनि नेपाली टिबेटन नबुझ्ने नेपाली दाजुभाइ दिदीबहिनी जो भयो भने अनि आएर हामी डिस्कस गर्नु पायो भने अनि एउटा गौतम बुद्धलाई हामीले एउटा कसो भन्ने एउटा रिपेयर जस्तो हैन तपाई हाम्रो नेपालमा जन्मेर हामी एकदमै भाग्य हौं तर पनि हामीले तपाईले जुन दिएको शिक्षालाई हामीले धेरै पालन गर्न सकेन तर पनि हामी सकेसम्म गर्छु भन्ने दलाई लामालाई के भन्छ गौतम बुद्धलाई यो हाम्रो उहाँको काइन्डनेस रिपे गरेको हैन नेपालीबाट के भन्छ साउन्दर्य काइन्डनेस रिपे गर्ने काइन्डनेस भनेको दयालाई हैन उहाँको दयालाई हामीले अब धन्यवाद भन्ने ए हजुर उहाँलाई हामीले के भन्छ धन्यवादै भनौँ न उहाँको दयालाई चाहिँ हामीले उहाँको ज्ञानलाई लिएर हामीले युटिलाइज गर्यो भने हामीले सदुपयोग गर्यो भने हामीले फाइदा हुने भयो त्यसकारण हामीले उहाँलाई चाहिँ धन्यवाद भन्ने गर्नु पर्यो हामीले हैन भने घरमा त्यो बुद्धको मूर्ति राखेर मात्र हामीले हुँदैन हैन बुद्धको मूर्ति त धेरै छैन आजकल बुद्धको मूर्ति पनि धेरै किसिमको छ नि तर पनि बुद्धको टिचिङलाई हामीले पालन नगरे हामी अलिकति गाह्रो हो त्यो सबैजनाले सोचिदिनुस् हैन पहिले अलिकति गाह्रो हुन्छ बिस्तारै गऱ्यो भने अनि एउटा खाना जस्तो एउटा स्वाद आइरहन्छ के अनि बाहिरतिर जाँदाखेरि अलिकति सोच्नु अलिकति फरक हुन्छ सोच्दाखेरि दबाई खाइरहेको मान्छे छ भने यो दबाईले यो हुन्छ भनिहाल्छ नि दबाई नखाएको मान्छेले यो दबाई त के होला खोइ म त खाँदैन भनेर भाग्छ नि हैन त्यही जस्तो हो ल अनि म यही राख्छु सबैजना धेरै धेरै धन्यवाद अनि गुड नाइट शुभरात्रि अनि पछिल्लो हप्तामा भेटौँ हजुर गुड नाइट मिङमाजी गुड नाइट सबैजना